हामी आज गरौँकालिका देवी स्याङ्जा जिल्लामा अवस्थित यो पारी देखिएको डाँडाको टपमा जान गइरहेको छौँ र यो सानो गाडीमा अब गाडी जान्छ कि जाँदैन भन्ने यहाँ डाउट छ धेरैलाई। हाम्रो सम्पूर्ण यो समाजैको यो समाज चाहिँ हाम्रो यो नहरचोक धनसार नहरचोकमा अवस्थित 7 घर चाहिँ हामी हिँडेको छौँ। एउटा गाडी अगाडि गइसक्यो र यहाँ हाम्रो गाडीको मालिक तथा आजको ड्राइभर स्पोन्सर देवी कालो चस्मा ढल्किया त यो दुइटा चाहिँ मेरो सपना अङ्कल हेर्नु है फेरि आउँदैन पछि यो खाएर मलाई बाबा यता बाबा बाबु हेर कोही जा मलाई छिकेर फेरि जाने कि भिडियो साथीहरू हामी अब यहाँ केही छिन चिया खाएर अनि हामी चाहिँ लाग्छौँ। हेलो हामीसँग आउनुहुन्छ यो हाम्रो स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका होइन गल्याङ नगरपालिका 8 करादीमा छौँ र के छ अवस्था ठिक छ होइन। 3 बजे उठेर अनि नुहाइधुवाइ गरेर हामी यहाँ चिया पानको लागि चिया मात्रै होइन हामी एउटा यो आज नवमीको दिन दसैँको त्यही भएर यहाँ सबै पसलहरू खुल्ला छैन। यस्तो चाहिँ यो नेचुरल भाइब्सहरू छ गाइस होइन। ओरिसन हाई भन्देऊ नेचुरल भाइब्सहरू छ। यो हिल्ली रिजन हो पाल्पाको होइन। यहाँ चक्लेट पनि छ अस्ट्रेलियन चक्लेट तर यो आज खान अलि मिल्दैन। यहाँनिर एउटा खोला छ देख्न सक्नुहुन्छ खोला अनि यो नेचुरल भाइब्सको यो मनोरम प्रकृतिको साथमा हामी अब यहाँ चियाको चुस्की लगाउँदै अघि बढ्नेछौँ। स्टे ट्युन है गाइज। साथीहरू हामी गरौँकालिका आइसकेछौँ। हामी अहिले लगभग 2500 मिटर हाइटमा छौँ। हामी 2800 मिटरको हाइटमा जाँदैछौँ। अराउन्ड 2500 मिटर इन एलिभेसन। इट्स अमेजिङ भ्यू हियर होइन। ब्युटिफुल भ्यू ब्युटिफुल गाइस। बिजी लाइन अगाडि सिधा हियर हिमालहरू देख्न सक्नुहुन्छ। हिमालहरू एउटा माथि आकाशहरू देख्न सक्नुहुन्छ। यो त मलाई पञ्चकोट जस्तो लाग्यो मलाई यसरी यो पञ्चकोट पनि हिमालभन्दा माथि क्या हो र बाग्लुङ पञ्चकोट भन्ने गीत गीतै छ हाम्रो यो हिमालभन्दा माथि हो क्या हिमाल पारीको जिल्ला यहाँबाट तलतिर हेरे सब तल हो क्या ठाडै रहेछ यहाँनिर। मजा आयो है मजा गाइस मजा। ल साथीहरू हामी अहिले आइसकेको छौँ यो गरौँकालिका दर्शनको लागि। रुपेश श्रेष्ठ हुनुहुन्छ। रुपेश श्रेष्ठ होइन रुपेश खनाल। यहाँनिर हामी अमेजिङ भ्यू देख्न पाइन्छ। भ्यू चाहिँ यस्तो खतरा देखिँदो रहेछ कि बादलमाथि हिमाल अलि खुल्न सकिसक्यो होइन। यस्तो धेरै बादलै बादल। हामी अहिले आउँदाखेरि 8-9 बजे होला तर पनि यस्तो धेरै बादल छ अहिलेतिर। यहाँ भक्तालुजनहरूको लाइन राम्रै देख्न सकिन्छ। हामीले घरबाट देख्ने टावर चाहिँ यही रहेछ। यस्तो जबरदस्त घाम लागिरहेछ कि
ल दाइ ल ल ल फर्छ हाम्रो बुढीहरू अहिले हाम्रो फोटो सेसन दौरा चलिरहेको फोटो है हेर्नु यहाँ चाहिँ हामी आधी खोला देख्न सक्छौँ यता पुरै अझै पनि बादलहरू हटिसकेका छैन माउन्टेन रेन्ज माछा पुछ्रे हुवा यस्तो राम्रो टल्किरहेछ यता हाम्रो बाबाहरू हेलो 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 हेलो